हुन्छ नि यस्तो लुगा लाउँछु भनेर बसेको हुन्छ अनि यो इन्डियन अभोइडिङ कस्तो कस्तो खाले लुगा के हो त्यस्तै भयो ल मेरो आजको दिन। हाई एभ्रिवान, म चाहिँ हो मन्जु अनि आई लिभ इन जापान। अनि म चाहिँ गएको जानको लागि रेडी भएको थिएँ अनि हामी चाहिँ बिहानै उठ्नुपर्ने हुन्छ 9:30 बजी 9:30 बजी चाहिँ मेरो गएको स्टार्ट हुन्छ अनि द्याट्स वाइ चाँडै उठेर गएकोतिर लागेँ अनि पानी परेको थियो अनि मैले चाहिँ छाता ल्याउन बिर्सेँ मेरो साथीलाई मागेको अनि उसले दिएन अनि त्यसपछि हामी गएकोमा पुगेँ अनि गएकोमा पुगेपछि चाहिँ हामी एकछिनमा कफी खान गयौँ अनि कफी लिएर आएँ अनि त्यसपछि यसलाई चाहिँ मैले हात दिएको कि सिधै नाकमा हाल्छ भने पोरी केटी त। अनि त्यसपछि फेरि हाम्रो चाहिँ अर्को क्लासको लागि चाहिँ अर्को बिल्डिङ जानुपर्छ नि त अनि हामी अर्को बिल्डिङतिर लागेँ अनि बहिनी फेरि फोटो खिच्ने भनेर फेरि फोटो खिचिदिएँ अनि मैले चाहिँ यो चक्लेट खाएँ अनि त्यसपछि फेरि यसले मलाई चिप्स खुवाइदियो अनि त्यसपछि म फेरि गएँ अनि मेरो साथी हिरालाई बोलाएर यसो भिडियो बनाएँ अनि त्यसपछि हाम्रो घर जाने बेला भयो अनि घर गएको बहिनी चाहिँ कट्टु तान्दै घरतिर लाग्यो। यति नै हो, बाई, थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू।